कहाँ रहेछ डोजर लगाएको मम्मी त्यस्तो कुन चाहिँ उतै गोला यो सानो बारी जस्तो छ नि त्यहाँ घन्सी सन्सीहरू त्यहाँदेखि यसो त्यहाँसम्म भेटाउँछ त्यहाँदेखि यता सुत्यो कहाँनिर चाहिँ होली खनेको रहेछ देखेन हाम्रो खेतै डङ्गै पार्दैछ भन्दै थियो यो होली पटेल गाडी हाम्रै हो पटेल गाडीमा होला ए यही जग्गा पो यसै कतै पार्दैको यहाँ त काटेछ त 15-20 फिटै यहाँनिर अब कोला घारी थियो होइन पहिले कहाँसम्म अरे यत्रो काटिदियो अब यता पनि चेपिरहेछ नि त अनि नाली हेर्नु न उता अलिक उता छ्या कति खिचिराख्छ गर्दै यो मामा हो त रहेछ कति धेरै खन्दैछ यो त सबै हाम्रो यो कम्ता हो त कतै नाली उसको उतापट्टिबाट लिएर कटाइदियो अनि किन यसो गरेको त अनि यो हाम्रो यहाँको बिलको माटो सबै यहाँ लगेर थुपारेको छ कि अनि धेरै हाम्रो जग्गा मिच्यो नि त अनि यसो किन गरेको त नि यसले त उ गर्नु पर्यो नि त कारबाही अनि यहाँ यो सबै अब यहाँ उ लगाएर पुरा अब जग्गा यो ठुलो यहाँ त पानी आयो भने त डाङडुङ आउँछ नि त खोला आयो भने त अनि यो सबै लड्छ भनेर यहाँ पुरा लगाइदिने भएको छ कि पुर्नु लाउने भन्दैछ पुर्नु लाउनु पर्छ त हुँदैन यसरी कम्ता यो हाम्रो जग्गा नकाटी त हुँदैन एक दुईचोटि नकाटी त काम हुँदैन यहाँ पनि त्यस्तै अनि यो सबै उसको अरे यो के जाति यो त हाम्रै होइन मम्मीको मम्मीको पर्दैन मम्मीको त उतो रुख्दै सिमाना त्यो थियो त्यहाँदेखि उहाँसम्म कुइनरसम्म घत्तै लगाइदियो नि त ऊ होली यतातिरको उयो सबै होली खेत हो सबै कटाएर यहीँ लगाएर त्यो उता तर्काएको त्यसले त्यहाँ कस्तो बाटो लिएर मरौ नि मलाई यस्तो होलीमा पस्नु मलाई पौडी खेल्नु भनेको त फोहोर पो रहेछ पानी त यी गाडी आइरहेछ मोबाइल सँगै हुन्छ सीमा पानी परेछ ठक्क हेर्नु यहाँ थोरै हो गाडी त आएको छ यो त फेरि अनि किनबाट आउँछ यहाँको खोला यो त हिउँदै गर्छ त हतार हतार मलाई त ढिलोमा ज्याक्कै ल्यायो अब मरिरहनु सकाएर खोला खोलामा त भने पनि बाढी